अलराइट गाइज वेलकम ब्याक टु माई च्यानल। फेरि पनि आइसकेँ म हजुरको माझमा। अहिले चाहिँ फेरि पनि हामी चाहिँ अहिले काममा जाँदैछौँ। अब घरमा त्यत्तिकै बस्ने भन्दा यसो काम गरौँ भन्ने सोच आएर मैले काममा कन्टिन्यू काममा गइरहेको छु। त्यही हो। अनि हाम्रो ब्रदर पनि अगाडि गाड समात्दै सरल हिँड्दै। अनि हाम्रो ब्रदर हालको के छ त? अनि गुड मर्निङ सबैजनालाई। अनि बिहानीको दिन अब यस्तै छ। बिहान काममा जानुपर्छ, यस्तै छ। एक्सिडेन्ट भइसकेको छ ट्याकर गाडीलाई। यो चाहिँ गाडी जस्तो है, गाडा हो, गाडा। यसको नाम चाहिँ गाडा हो। हजुरकोतिर के भन्छ? अनि हामी चाहिँ अघि आएको, अहिले चाहिँ सामान ल्याउनु फेरि आथ्यौँ हामी। अनि आज चाहिँ अर्को ठाउँ छ क्या, आज अर्को ठाउँ छ, अर्को ठाउँ आएको छ। अनि ल है त, हामी चाहिँ तल जाँदैछौँ। किरी भन्ने घरमा जाँदैछौँ, किरीको बाजेको घरमा। त्यही हो। अहिले हामी गएर भेट्नेछौँ है त। चाहिँ हाम्रो काम सुरु भइसकेको छ। हाम्रो ब्रदरले चाहिँ त्यहाँ अलि ट्याल्सी चाहिँ हान्दैछ नि। ल अहिले चाहिँ मसला बनाउँदैछ हाम्रो ब्रदरले। के छ, राम्रो भइरहेको होइन? जबरजस्त राम्रो एकदम बनिरहेको छ। अस्ति चाहिँ हजुरको चाहिँ अस्ति जो हजुरले पहिलो डाइलग हान्नुभएको थियो हो, त्यो डाइलग चाहिँ सबैले मन पराएको छन्। जो बाक्लो मुखमा पैसा आउँछन्, माया गरिदिनेकोमा सबैलाई धन्यवाद भन्न चाहन्छु। र मेरो भाइकोमा लाइक, कमेन्ट, सब्सक्राइब सब चिज गरिदिनु पऱ्यो। एकदम फुल सपोर्ट सबैजनालाई मिलेर गरिदिनु होला। त्यही भन्न चाहन्छु मैले। ल झ्याप गरेर ल पहिला फलो गरिहालौँ त। ल लाइक कमेन्ट सेयर गरिदिउँ है त। ल अब हामी चाहिँ कन्टिन्यू काम गर्छौँ। अनि हजुरलाई टाइममा अपडेट दिन्छौँ है त। ल होइन, त्यही हो। गाह्रो छ घाममा बग्गे बाल्लो। अहिले चाहिँ 12 बज्न लागिसक्यो गाइस। अब एकदम पसिना आएको छ। अब काम पनि गर्नै पर्यो। एकदम गर्मी पनि भइरहेछ। अहिले चाहिँ हामी जोस काम निरन्तर छ, बाल्लो फालिरहेको छौँ। अहिले चाहिँ हाम्रो यति भइरहेछ। अहिले हामी यो गाह्रो लाग्यो। अहिले चाहिँ अब यति यो मसला बनाउनलाई हो। अहिले चाहिँ हाम्रो विश्राम भइसकेको छ। अहिले चाहिँ हाम्रो 12 बजिसक्यो। 12 बजी चाहिँ अब खाना खान्छौँ हामीले। अनि हाम्रो काम चाहिँ यति भएको छ। अहिले चाहिँ हामीले यतातिर पाल्लो गयौँ, अनि यतातिर गाह्रो लाग्यो। अनि हाम्रो चाहिँ यतातिर ठुलो चाहिँ हेड मिस्त्री नै हुनुहुन्छ, एकदम हेड मिस्त्री हुनुहुन्छ। धेरै सालको तजुर्बा छ यहाँसँग काम गरेर। कति सालको तजुर्बा छ भन्नुहोस् त? राम्रो छ। कति सालदेखि मिस्त्रीमा घुस्नु भएको भयो? म मिस्त्री काम गर्न लागेको त मलाई 20-25 साल भइसक्यो। 20-25 साल हो भइसक्यो। मैले काम राम्रो गर्छु। जहाँ पनि मलाई बोलाएकै हुन्थ्यो। हेर्नुहोस्, ठुल्ठुला बिल्डिङ पनि मैले काम गरेँ। ठुल्ठुला मैले कस्ता बिल्डिङमा काम गरेँ। तर हेड मिस्त्री अहिले मलाई हेड बनाएको छ। ए ठिक छ, के छैन। अब हामी खाना जाउँ। ल हामी चाहिँ फिलहाल यहाँको अन्डरमा चाहिँ म काम गरिरहेको छु फिलहाल। यहाँले मलाई मिस्त्री काम सिकाउनुहुन्छ भन्ने आशा छ है। अहिले चाहिँ हामी खानातिर जान्छौँ। त्यही गाइस, अहिले चाहिँ हामी अब खानासाना खाएर आइसक्यौँ। अब फेरि एकछिनमा हामी रेस्ट गरेर हामी जानुपर्ने हुन्छ। हेर्नुहोस् तपाईँले गाइस, यस्तो घाम छ कि यहाँ है, टुप्पी चिरिने घाम छ पुरै। यस्तो टुप्पी चिरिने घाम छ। त्यही भएर हामी अब रेस्ट गरेर हामी बसिरहेको। अब हामी A few moments later. अहिले चाहिँ हाम्रो काम फिनिस भइसकेको छ। देउन सुन्नु चाहिँ यतातिर हाम्रो चाहिँ काम फिनिस भइसक्यो। अब हामी अब घर जाने। हामी चाहिँ यत्रो भयो आज। त्यही हो। अब म चाहिँ साँझ सिधै भेट्नेवाला छु। पहिला हस् त गाइज, अहिले चाहिँ म घर आएर पनि अब नुहाइधुवाइ गरेर अनि खाना खाइसकेँ। अब म सोध्छु अब के ओइल जानुपर्छ।
त्यही हो भिडियो मैले जे जति बनाएँ त्यही पोस्ट गर्छु। ल हस् त, जय नेपाल।